ल फाइनल एकाउन्टको हाम्रो कन्सेप्ट भिडियोमा स्वागत छ है त। आज हामी यस भिडियोमा एडिसनल इन्फर्मेसनको कुरा गर्छौँ है त। अब कतिजना कन्फ्युजन है फेरि एडिसनल इन्फर्मेसन भन्ने के हो। हामीले फाइनल एकाउन्टको जुन क्वेसन पढ्छौँ नि, क्वेसन दुई भागमा हुन्छ। एउटा टेबल पार्टमा हुन्छ, एउटा तलपट्टि अरू जुन एडिसनल इन्फर्मेसन भन्ने पार्ट हुन्छ नि, हो यो एडिसनल इन्फर्मेसनको बारेमा आयो भने चाहिँ कसरी ट्रिटमेन्ट गर्ने भन्ने कुरा चाहिँ हामीले यो च्याप्टरमा सबैले कभर गर्छौँ। लगभग 11वटा हामीले एडिसनल इन्फर्मेसनको कुरा गर्छौँ। अब फर्स्टमा बुझ्नुपर्ने भनेको ट्रायल ब्यालेन्सको जुन पार्टमा अथवा जुन माथि लेजरको क्लोजिङ ब्यालेन्सको पार्ट हुन्छ त्यो एक ठाउँ मात्रै जान्छ। हाम्रो जुन फाइनल एकाउन्टको हामीले 4वटा एकाउन्ट बनाउँछौँ त्यो मध्ये कुनै एउटा मात्रै जान्छ, कि त ट्रेडिङमा जान्छ, कि त पिएलमा, कि त एप्रोप्रिएसनमा, कि त ब्यालेन्स सिटमा। तर जुन कुरा एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ त्यो हरेक दुई ठाउँमा जानै पर्छ हो। ठिक छ, ल हामी त्यही दुईटा ठाउँमा जाने कुराको पढ्दैछौँ है त। सो दिमागमा राख्ने दुई ठाउँमा जान्छ ल है। ठिक छ, ल यो चाहिँ हरेक दुई ठाउँमा जान्छ है त। ल फर्स्टमै सुरु गरौँ न, 1 बाई 1 सुरु गरौँ है त। फर्स्टमा क्लोजिङ स्टक। अब हामी मिनिङ पढ्दै यसको कन्सेप्ट बुझ्ने कोसिस गर्छौँ। रट्टा मार्ने भन्दा पनि क्लोजिङ स्टक भनेको के हो, नबिकेको सामान है। मेरो वर्षको अन्त्यमा जति पनि सामान बेच्न बाँकी छ त्यो मेरो क्लोजिङ स्टक। अब यो कहाँ जान्छ दुई ठाउँमा, यो कहाँ जान्छ, यसको इम्प्याक्ट ट्रेडिङ एकाउन्टमा हुन्छ, क्रेडिट साइडमा, सेल्स भन्दा मुनिपट्टि। किन ट्रेडिङमा राखिन्छ भने ट्रेडिङमा के निकाल्ने हो हामीले, ग्रस प्रफिट हो। यसको मतलब हामीले इन्कम माइनस एक्सपेन्सेस गर्ने हो। तर हामीले क्लोजिङ स्टकलाई किन क्रेडिट गर्छौँ भने हामीले जुन सामान वर्षको अन्तिममा बेचेकै छैनौँ त्यो सामानलाई हामीले प्रफिट भन्न मिल्छ, या त मैले कमाएँ या केही गुमाएँ भन्न मिल्छ, मिल्दैन। त्यही भएर त्यो पार्टलाई चाहिँ घटाउनको लागि, हटाइदिनको लागि चाहिँ हामीले यतापट्टि त्यो मसँगै छ है सामान भनेर राखेको हो क्या। त्यो बुझ्यो, त्यो पुरै मेरो कस्टमै मसँग छ भनेर देखाउन खोजेको हो है। इन्कम भनेर एक्चुअल इन्कम चाहिँ होइन त्यो। ठिकै छ, धेरै गाह्रो भयो भने ठिकै छ, क्रेडिट साइडमा राख्ने मात्रै भनेर बुझ। अर्को के गर्ने, यो अर्को कहाँ जान्छ, ब्यालेन्स सिटमा कतापट्टि जान्छ, एसेट्समा जान्छ। तर कुनमा, करेन्ट एसेट्समा है। हामीले करेन्ट एसेट्समा क्लोजिङ स्टक भनेर लेख्छौँ। अब अर्को एउटा कुरा बुझ्नुपर्ने, क्लोजिङ स्टकमा बुझ्नुपर्ने भनेको यदि क्लोजिङ स्टक भनेर एडिसनल इन्फर्मेसनको सट्टा माथि ट्रायल ब्यालेन्समै दियो भने चाहिँ फेरि एक ठाउँमा मात्रै जान्छ। त्यो चाहिँ कहाँ जान्छ, यहाँ मात्रै जान्छ, ट्रेडिङमा जाँदैन है। दिमागमा राख्नुपर्ने, कहाँ दियो भने माथि टेबलभित्र दियो भने चाहिँ। ठिक छ, ल सेकेन्डमा जाउँ, आउटस्ट्यान्डिङ एक्सपेन्सेस। आउटस्ट्यान्डिङ एक्सपेन्सेस यो भनेको के हो, आउटस्ट्यान्डिङ भनेको के हो, यसलाई अर्को भाषामा ड्यू भनेर नै आउँछ है। कहीँ कहीँ मेरो देखियो भने ड्यू भनेको, यो भनेको के हो भने मेरो खर्च तिर्नुपर्ने बेला भइसक्यो है। जस्तो स्यालेरीको एक्जाम्पल लिउँ, स्यालेरी आउटस्ट्यान्डिङ अथवा स्यालेरी ड्यू भन्नुको मतलब के हो भने मेरो महिनाको अन्तिममा खर्च तिर्नुपर्ने बेला भइसक्यो, स्यालेरी तिर्नुपर्ने बेला भइसक्यो, तर मैले के गरेको छैन अहिलेसम्म, तिरेको छैन। अब तिर्नुपर्छ। यसको मतलब मेरो तिर्नुपर्ने खर्च बढ्छ है घट्छ, बढ्छ, किनभने अब मैले तिर्नुपर्छ नि त। सो फर्स्टमा के गर्ने, अब यो चाहिँ के हुन्छ भने यो पिएलमा नि हुनसक्छ, ट्रेडिङमा नि हुनसक्छ। ल के गर्ने, एड विथ रेस्पेक्टिभ एक्सपेन्सेस। खर्च बढाउनु पर्यो कि भएन, मैले तिर्नुपर्ने पैसा बढी छ भनेर देखाउनु पर्यो कि भएन। अर्को भनेको चाहिँ अब तिर्नुपर्छ भन्नुको मतलब मैले लाइबिलिटी हो कि मैले तिर्नै पर्छ नि त, मैले नतिरिकन मान्छ न मान्दैन। अर्को ब्यालेन्स सिटमा चाहिँ के देख्नु भने करेन्ट लाइबिलिटी। अब यहाँनिर आउनु सक्छ सरी ट्रेडिङ र पिएल दुईटैमा जान्छ हो। अर्को यहाँनिर चाहिँ रेस्पेक्टिभ भन्नुको मतलब जुन खर्च आउटस्ट्यान्डिङ छ अथवा ड्यू छ त्यसकैसँग जोड्ने भन्नुहुन्छ क्या। जस्तो स्यालेरी आउटस्ट्यान्डिङ भन्यो भने पिएल एकाउन्टमा स्यालेरीसँग जोड्ने अनि लगेर ब्यालेन्स सिटको लाइबिलिटी साइडमा राख्ने। अथवा वेजेस आउटस्ट्यान्डिङ भन्यो भने त वेजेस त कहाँ जान्छ, ट्रेडिङमा हुन्छ। फेरि त्यो ट्रेडिङको वेजेससँग जोड्ने, एड भनेर देखाउने, वेजेस यसै देखाउने है। जस्तो यो ट्रेडिङ एकाउन्ट भने हाम्रो यहाँ हामीले के लेखा हुन्छ, टु वेजेस लेखा हुन्छ हो। सपोज 1000 रुपियाँको छ भने अब आउटस्ट्यान्डिङ भनेको छ भने हामी के लेख्ने, आउटस्ट्यान्डिङ सपोज 500 छ भने टोटलमा हाम्रो 1500 यसरी देखाउने है। कतिजनाले फेरि के गरिन्छ भने
वेजेस यही 2 वेजेस मात्रै लेख्ने अनि यो चाहिँ नलेख्ने यसो गरिदिँदा क्या अनि 1000 रुपियाँ प्लस 500 आन्सर त ठिक हो टेक्निकल तर प्रेजेन्टेसन मिल्दैन है सो सकेसम्म एकदम देखाएर राख्ने कि है मार्क्स काट्ने ठाउँ नपाऊँ न अनि जति जोड्छौँ हामीले एडिसनल इन्फर्मेसनको जति जोडेको वाला एक्स्ट्रा पार्ट छ त्यसलाई चाहिँ हामीले कहाँ देखाउने करेन्ट लाइबिलिटी साइडमा है ठिक छ यो भयो सेम यता क्लोजिङ स्टकहरू पनि दुई ठाउँमा देखाउने आउटस्ट्यान्डको पनि यो भयो त ल बुझ्यौ नि यो त्यसमा केही कन्फ्युजन छैन होला है ल त्यस पछाडि अर्को तेस्रोमा हो प्रिपेड एक्सपेन्सेस प्रिपेड एक्सपेन्सेस अब यो भनेको चाहिँ के हो भने ठ्याक्कै माथि आउटस्ट्यान्डिङको अपोजिट यो चाहिँ तिर्नुपर्ने बेला भएको थियो तर मैले तिरेको छैन यो चाहिँ तिर्नुपर्ने बेलै भएको छैन क्या प्री भनेको अगाडि नै तिर्नु प्री पेड मैले अगाडि नै तिर्थेँ तिर्नुपर्ने बेला भएकै छैन मसँग पैसा चाहिँ तिर्दै जस्तो एक्जाम्पल हामी रेन्ट कहिले के हुन्छ भने म अर्को महिना पैसा सकिहाल्छु यो महिना भएको बेलामा तिर्दिहाल्छु भन्छौँ नि हो भनेको मेरो तिर्नुपर्ने चाहिँ 30 गतिको अन्तिममा तिर्नुपर्ने तर मैले 15 गतितिर तिर्दिएँ क्या मसँग पैसा चाहिँ मैले किन राख्ने होइन हो यो भनेको हाम्रो एसेट्स हो है त ठ्याक्कै यसको अपोजिट पिएल अथवा ट्रेडिङमा के गर्ने लेस विथ रेस्पेक्टिभ एक्सपेन्सेस यो रेस्पेक्टिभ भन्नुको मतलब त्यही खर्च भन्नु खोजेको है मैले जेको लागि जेको प्रिपेयर्डको कुरा गरेर त्यही एउटा यो भयो अर्को के गर्ने ब्यालेन्स सिटको अब यो त के हो एसेट्स हो मैले अब तिर्नुपर्ने बेला भन्दा अगाडि तिर्दै मेरो एसेट्स हो एसेट्स कुन हाम्रो करेन्ट है त करेन्ट एसेट्समा लगेर राख्ने ओके ल आउटस्ट्यान्डिङ भन्ने बित्तिकै एड प्रिपेड भन्ने बित्तिकै लेस भनेर सम्झ्यो भने पुगिहाल्यो ल थर्डमा के गर्ने एक्रुड अथवा आउटस्ट्यान्डिङ इन्कम यो आउटस्ट्यान्डिङ एक्सपेन्सेस कुरा गर्यो ड्यू भन्यो है यहाँ चाहिँ के भने एक्रुड अथवा यो भनेको चाहिँ इन्कमलाई भन्न खोजेको है अब हाम्रो पाउनुपर्ने बेला भयो एक्रुड भनेको होइन इन्कम भइसक्यो रेकग्नाइज भइसक्यो अब यसलाई इन्कम मान्नु पर्यो भन्नु खोजेको जस्तो तिम्रो मैले केही सर्भिस दिए बापत मैले कमाएँ भने त्यसलाई हामी एक्रुड भन्यो अथवा आउटस्ट्यान्डिङ इन्कम मैले कोहीबाट पाउनु पर्ने छ तर कमाइ चाहिँ सके मैले पाउनु मात्रै बाँकी छ भन्नु खोजेको यसलाई के गर्ने सेम यही ट्रिटमेन्ट गर्ने तर कुन साइडमा इन्कम साइडमा यो के साइडमा हुन्थ्यो ट्रेडिङको प्रायः यो सबै डेबिट साइडमा हुन्थ्यो है ट्रेडिङ र पिएलमै तिम्रो प्रिपेड पनि यो पनि डेबिट साइडमै हुन्थ्यो होइन तर यो चाहिँ के हुन्छ भने यो चाहिँ जेनरली पिएलमा हुँदैन सरी ट्रेडिङमा हुँदैन र यो पिएल एकाउन्टमै हुन्छ है म त्यही भएर पिएल लेखेँ इनकेस कहिले त्यस्तै खर्च अब सेल्समा मात्रै देखाउने हो नि त हामीले ट्रेडिङमा त त्यही भएर यसलाई पिएलमै राख है पिएलमै मान्ने यो पिएलमै आउँछ सबै एड विथ रेस्पेक्टिभ इन्कम यो चाहिँ कुन साइडमा क्रेडिट साइडमा ल त्यस पछाडि के गर्ने यो त मैले कमाएको तर मैले आइसकेको छैन नि त मसँग अब यसलाई इन्कम पनि मान्नु पर्यो ब्यालेन्स सिटको एसेट साइडमा कुन साइडमा एसेट्स करेन्ट है ठ्याक्कै यही गर्ने तर साइड फरक हामीले डेबिटमा गर्थ्यौँ भने हामीलाई क्रेडिटमा गर्ने करेन्ट लाइबिलिटीमा गर्थ्यौँ भने करेन्ट एसेटमा गर्ने ठ्याक्कै साइड मात्रै फरक ल ठिक छ ओके ल त्यस पछाडि चौथोमा यही रहेछ है ल पाँचौँमा फिफ्थ पोइन्टमा के छ डेप्रिसिएसन अथवा एप्रिसिएसन है डेप्रिसिएसनको भनेको के हो भने कुनै पनि एसेट्सको भ्याल्यु इयर एन्ड इयर घट्दै जान्छ भने त्यसलाई हामी के भन्छौँ डेप्रिसिएसन नर्मली यो फिक्स एसेटहरूमा हुन्छ भेहिकलमा होइन फर्निचर प्लान्ट होइन यस्तोहरूमा हुन्छ त्यो भने के भने जस्तो मैले सोचा एउटा कुनै बाइक किने अहिले किने भने अर्को वर्ष मैले के त्यतिमै बेच्न सक्छु सक्दैन नि त त्यो घट्नुको रिजन भनेको के हो डेप्रिसिएसन है यो खर्च हो यसलाई पिएलको डेबिटमा राख्ने खर्च भनेर देखाउने ल
ल अब डेप्रिसिएसन हेर्ने है त ठीक छ ल डेप्रिसिएसन भनेको के हो भने कुनै पनि एसेट्सको भ्यालु इयर एन्ड इयर घट्दै जानलाई हामी के भन्छौँ डेप्रिसिएसन भन्छ। जस्तै तिमीले एउटा बाइक किन्यौ आज 2 लाखमा किन्यौ भने भोलि अथवा अर्को वर्ष त्यो 2 लाखमा बेच्न मिल्छ मिल्दैन, त्यसलाई हामी के भन्छौँ डेप्रिसिएसन भन्छौँ। यसको एसेट्सको भ्यालु घट्दै जानु भन्छौँ है त। अब यसको ट्रिटमेन्ट कसरी गर्ने भने पहिलो काम त के गर्ने भने हामीले जुन ब्यालेन्स सिट बनाउँछौँ त्यसको जुन एसेट साइड जुन फिक्स एसेट साइड हुन्छ त्यसमा त्यो एसेटसँग लेस गर्ने, लेस फ्रम एसेट्स है, त्यो एसेटसँग लेस गर्ने कसरी। सपोज यो मेरो ब्यालेन्स सिट भयो अनि मेरो फिक्स एसेट थियो, मैले सपोज फर्निचर दिएको छ, मेरो फर्निचर दिएको छ 1 लाख हो ठीक छ। अनि लेस के गर्ने अब डेप्रिसिएसन दिएको छ भने के गर्ने, डेप्रिसिएसन सपोज 10% छ भने 10,000 भयो भने मेरो एक्चुअल एसेट्सको भ्यालु कति भयो 90,000 भयो। पहिलो काम यो गर्ने ठीक छ ब्यालेन्स सिटमा। दोस्रो काम के गर्ने भने यो जति घटाएको वाला 10,000 छ त्यसलाई के गर्ने पीएल एकाउन्टको डेबिट साइडमा खर्च भनेर देखाउने, डेप्रिसिएसन अन फर्निचर भनेर देखाउने, यो वाला 10,000 वाला अमाउन्ट देखाउने ठीक छ ठीक छ। अर्को छ एप्रिसिएसन। डेप्रिसिएसन भनेको एसेट्सको भ्यालु घट्नु हो भने एप्रिसिएसन भनेको एसेट्सको भ्यालु के हुनु हो इन्क्रिज हुनु। जस्तै ल्यान्डमा सोच कुनै एउटा जमिन किन्यो भने इयर एन्ड इयर भ्यालु घट्छ त, घट्ने हो भने त्यो महँगो हुँदै हुन्थ्यो नि, त्यसको भ्यालु त बढ्छ। के गर्ने भने यसको सेम अब यसमा के हुन्छ भने सपोज ल्यान्ड भनेर दिएको छ भने 1 लाखको छ अनि एप्रिसिएसन छ भने हामी के गर्ने अब यसमा चाहिँ एड गर्नुपर्छ, यसले हाम्रो भ्यालु के गर्छ बढाउँछ। 10,000 भने 10% ले है त हो। अब यहाँ हाम्रो कति हुने भयो 1,10,000 हुनु। पहिलो काम के गर्नु पर्छ त्यसो भए ब्यालेन्स सिटको एसेट साइडमा के गर्नु पर्यो एड अन दैट एसेट्स, एड अन दैट एसेट्स। जुन एसेट्सको कुरा गर्दैछ अब मोस्ट केसेसमा ल्यान्ड नै हुन्छ है। र सेकेन्डमा के गर्नु पर्यो प्रफिट एन्ड लस एकाउन्टको डेबिट साइडमा हो हैन है, यो इन्कम हो मेरो लागि, त्यही भएर क्रेडिट साइडमा देखाउने कुन वाला अमाउन्ट यो जुन एडिसनमा हामीले जोडेको वाला अमाउन्ट है त ठीक छ। यहाँसम्म पनि क्लियर। अब यस पछाडि मैले जुन ब्याड डेट प्रोभिजन फर डिस्काउन्ट चाहिँ तिनटै एकैचोटि पढाउँछु ल है। यो रिलेटेड टपिकहरु पनि छ, कसैलाई गाह्रो लाग्न सक्छ, कसैलाई यो त केही नै होइन जस्तो लाग्न सक्छ, त्यही भएर एकचोटि सर हेरेर कन्सेप्ट बुझ, त्यही भएर तिमीहरु नै ग्यारेन्टी हो यो केही होइन जस्तो लाग्छ है। ल फर्स्ट काम के गर्ने भयो नि जुन हामीले ब्यालेन्स सिट बनाउँदाखेरि करेन्ट एसेट्समा डेटर्स भनेर राख्छौं नि हो, त्यहाँनेरि फर्स्टमा ट्रिटमेन्ट गर्ने है। यो चाहिँ जसरी मैले ब्यालेन्स सिटको फर्मुला जस्तो बनाइदिएको हाम्रो करेन्ट एसेट्स भित्र है त। यो करेन्ट एसेट्समा हामीले यहाँनेरि के लेखा हुन्छ डेटर्स लेखा हुन्छ, याद छ। सपोज यहाँनेरि 1 लाख छ डेटर्स भनेर। अब सबैभन्दा पहिला के गर्ने भने त्यसमा ब्याड डेट दिएको छ भने घटाउने, लेस ब्याड डेट, लेस चाहिँ 10,000 मेरो ब्याड डेट छ, त्यसो भए रिमेनिङ पैसा मेरो कति भयो 90,000 हो। अब यो आएको पैसाबाट मात्रै के गर्नु भने प्रोभिजन्स फर ब्याड डेट, लेस प्रोभिजन फर ब्याड डेट। अब यसलाई दुई तरिकाले दिन सक्छ, एउटा भनेको सिधै अमाउन्ट दिन्छ, लेट्स चाहिँ 1,000 भनेर, त्यो भन्दा सिधै यहाँ चाहिँ घटाउन मिलिहाल्यो। तर अर्को तरिकाले के गर्छ भने एट द रेट भनेर पर्सेन्टेज दिन्छ क्या 10% हो। यदि पर्सेन्टेज दियो भने चाहिँ यसको पर्सेन्टेज है निकाल्ने, डाइरेक्ट यसको ननिकाल्ने है। फेरि 90,000 को 10% भनेको 9,000 ठीक छ। त्यसो भए मेरो 81,000 भयो। अब फेरि के छ हाम्रो अर्को प्रोभिजन्स फर डिस्काउन्ट, लेस प्रोभिजन फर डिस्काउन्ट। यो पनि सेम, यदि पर्सेन्टेज दियो भने यसको निकाल्ने, अमाउन्ट दियो भने सिधै लेख्ने, लेस चाहिँ यहाँ चाहिँ अमाउन्ट दिएको छ है। सो मेरो टोटल कति भयो 80,000। अब मेरो डेटर्सको ब्यालेन्स एक्चुअलमा कति भयो 80,000 भयो ठीक छ ठीक छ। अब यो त भयो एउटा ट्रिटमेन्ट। दोस्रो ट्रिटमेन्ट के गर्ने भने यो जति पनि तिमीले एड लेस गरेर एडजस्टमेन्ट गर्दैछौ नि यो तीनटै, यसलाई के गर्ने भने पीएल एकाउन्टको डेबिटमा खर्च मान्ने है, प्रफिट एन्ड लस एकाउन्टको डेबिटमा के मान्ने खर्च मान्ने हो।
अब यसमा कुनै दिएन भने यो फलो गर्ने है, पहिला ब्याड डेट नै घटाउने अनि प्रोभिजन फर ब्याड डेट अनि डिस्काउन्ट है, यो सिरियली फलो गर्ने। ठिक छ, ल यति नै क्लियर मेट्दा हुन्छ होला है। ल मैले यताबाट मेट्नु सुरु गरेँ है त। अब हिडन इन्फर्मेसन आउँछ है त। हिडन इन्फर्मेसन यो चाहिँ कसरी पत्ता लगाउने भने, पत्ता लगाउने पहिलो अप्सन भनेको यदि ट्रायल ब्यालेन्समा काहीँ पर्सेन्टेज भनेर युज गरेको छ, सपोज 10% डिभेन्चर भनेको छ है, अथवा 10% इन्भेस्टमेन्ट भनेको छ है, यो हो भने यहाँनिर हिडन इन्फर्मेसन छ है भनेर पत्ता लगाउने कि। अब यो पत्ता लगाउने चाहिँ कसरी छ कि छैन भनेर चेक गर्ने चाहिँ कसरी, यो अगाडिपट्टि पर्सेन्टेज दिनुको मतलब के हो भने डिभेन्चरमा के आउँछ, के दिनुपर्छ हामीले, इन्ट्रेस्ट दिनुपर्छ। इन्भेस्टमेन्टमा के आउँछ, यसमा इन्ट्रेस्ट हामीसँग आउँछ। अब सपोज दुईटैको भ्यालु 1 लाख छ भने दुईटैको 10,000 हुन्छ हो यहाँ है। मैले 10% डिभेन्चरमा 10,000 तिर्नुपर्ने रहेछ, यो 10% इन्भेस्टमेन्टमा मैले 10% पाउने रहेछु भनेर थाहा भयो हामीलाई इन्फर्मेसन। अब के गर्ने भने हामीले क्वेसनमा जुन ट्रायल ब्यालेन्समा दिएको हुन्छ नि ट्रायल ब्यालेन्स, त्यो ट्रायल ब्यालेन्समा इन्ट्रेस्ट अन डिभेन्चर भनेर दिएको छ कि छैन काहीँ खोज्ने। अनि यदि दिएको छ भने पनि 10,000 बराबरको दिएको छ कि छैन, यदि दिँदै दिएको छैन भने त्यो आउटस्ट्यान्डिङ हो। अघि हामीले पढेको आउटस्ट्यान्डिङ जसरी ट्रिटमेन्ट गर्ने हो, बुझ्यो। पिएलको डेबिट साइडमा खर्च भनेर मान्ने अनि लगेर ब्यालेन्स सिटमा लाइबिलिटी साइडमा एड गर्ने। यदि पार्सियली दिएको छ भने जति दिन बाँकी छ त्यसलाई लगेर देखाउने हो, बुझ्यो। म तिमीलाई एउटा बुकमा एउटा क्वेसन देखाउँछु। अब यो सेट बुक, लेटेस्ट सेट बुकहरू युज गरिरहेको छ भने क्वेसन नम्बर 18 मा है। सो क्वेसन नम्बर 18 मा यदि हेऱ्यौ भने यहाँनिर 7% इन्भेस्टमेन्ट भनेर दिएको छ हो। यसको मतलब हामीले 7% रिटर्न पाउने रहेछौँ, यो 80,000 को 7% पाउने रहेछौँ। अब खोज्नु पर्यो यसको क्रेडिट साइडमा जुन इन्कम साइडमा हेर्दा चाहिँ कहीँनिर दिएको छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर दिएको छैन। यसको मतलब सबै नै मेरो एक्रुड हो है। हामीले चाहिँ अघि पढाएको छौँ यहाँ एक्रुड यसरी इन्कम भनेको एक्रुड हुन्छ, एक्सपेन्सेस हुँदाखेरि आउटस्ट्यान्डिङ हुन्छ। ल आउटस्ट्यान्डिङ एक्सपेन्सेस ट्रिट गर्ने। अर्को चाहिँ यतापट्टि 8% डिभेन्चर भनेर दिएको छ 1 लाख। 1 लाखको 8% भनेको 8,000। अब यहाँ डेबिटपट्टि 8,000 बराबरको काहीँ इन्ट्रेस्ट दिएको छ त हेर त, छैन। यो पनि आउटस्ट्यान्डिङको केस रहेछ भनेर बुझ्नु पर्यो। यदि इन्कममा यसरी हिडन इन्फर्मेसन छ भने एक्लुड जसरी ट्रिटमेन्ट गर्ने, यदि एक्सपेन्सेसमा अथवा लाइबिलिटीमा तिम्रो हिडन इन्फर्मेसन छ भने अघि हामीले यहाँ फर्स्टमा भएको जुन आउटस्ट्यान्डिङ थियो त्यसरी ट्रिटमेन्ट गर्ने। ओके, ल सजिलो छ है यो पनि हिडन इन्फर्मेसन बुझ्ने है। त्यस पछाडि आउँछ म्यानेजर्स कमिसन आउँछ है। तिमीले क्वेसनले के भन्छ भने म्यानेजर्स कमिसन एट द रेट 10% अथवा 5% भनिन्छ है। अब त्यो भन्यो भने के गर्ने भने म्यानेजर्स कमिसन एट द रेट 10% भन्यो भने यो भनेको के हो भने जति प्रफिट कमाउँछ म्यानेजरलाई प्रफिटबाट हामीले दिने। अब यसको लागि के गर्ने, सबैभन्दा पहिला पिएल एकाउन्ट बनाउने, सबै राखिसक्ने, डेबिटमा पनि सबै राखिसक्ने, क्रेडिटमा पनि सबै राखिसक्ने है। अनि के गर्ने भने यहाँ टु म्यानेजर्स कमिसन भनेर लेख्ने, अनि चाहिँ ब्ल्याङ्क छोडिदिने के है। अरू सबै खर्च पनि राख्ने, अरू सबै इन्कम पनि राख्ने, डेबिट क्रेडिट सबै राख्ने, अनि म्यानेजर्स कमिसन भनेर चाहिँ ब्ल्याङ्क छोडिदिने। अब यो ब्ल्याङ्क छोडेर 0 मान्ने, अनि पहिला प्रफिट निकाल्ने कति आउँछ। सपोज 1 लाख आउँछ अरे हो, सपोज कति आउँछ प्रफिट 1 लाख आउँछ भने हो यो 1 लाखको चाहिँ 10% निकाल्ने के। 1 लाखको 10% भने कति हुन्छ, 10,000 हुन्छ। अब यहाँ म्यानेजर्स कमिसन 10,000 राख्ने, फेरि प्रफिट निकाल्ने। अब अथवा डाइरेक्टली हेर्ने हो भने रिमेनिङ 90% हामी के हुन्छ, अब नेट प्रफिट हुन्छ यसरी, बुझ्यो। सो जति कमाउँछ कम्पनीले त्यसको कमाएको नेट प्रफिट बिफोर ट्याक्स भन्छ हामीलाई एनपिबिटी, त्यसको के गर्ने 10% चाहिँ हामीले के गर्ने म्यानेजर्सलाई कमिसन दिने है। अब यो पुरानो क्वेसनमा चाहिँ एकदमै रेगुलर आउँथ्यो यस्तो कन्सेप्टहरू, अहिले चाहिँ अब हटाइदिएको नै छ। सो अब यो लक्की भन्ने कि तिमीहरूलाई के भन्ने है। ल अब यस पछाडि आउँछ प्रपोज डिभिडेन्ड है। प्रपोज डिभिडेन्ड भने के हो भने कुनै पनि कम्पनीको जुन हाम्रो रिटर्न आउँछ त्यसलाई हामी के भन्छौँ, डिभिडेन्ड भन्छौँ। अब के हुन्छ भने कुनै एउटा कम्पनीमा के पर्छ भने बोर्डको मिटिङ बस्छ है, बोर्डको के बस्छ एजिएम बस्छ, एनुअल जेनरल मिटिङ बस्छ। अनि यहाँबाट के गर्छ
डिभिडेन्ड दिने है भनेर पास गर्छ हो। यो पास गर्नु भनेको के हो, प्रपोज गर्नु हो। प्रपोज गरेर पास गर्छ भने यसले हो। अब फेरि यहाँ चाहिँ के नयाँ कन्सेप्ट आउँछ त भनेर चाहिँ धेरै सोच्नु पर्दैन, सजिलो छ यहाँ पनि। यसको ट्रिटमेन्ट पनि धेरै सजिलो छ, गाह्रो छैन है। ल यो कति छ, 10 नम्बरमा प्रपोज्ड डिभिडेन्ड। अब यसलाई दुई तरिकाले दिन्छ, एउटा अमाउन्टमा दिन्छ, अर्को पर्सेन्टेजमा दिन्छ है। सो सबैमा 10% कै कुरा गरौँ है त। ल यो भन्यो भने के गर्ने, सबैभन्दा पहिला त प्रपोज डिभिडेन्ड भनेर कहाँ देखाउने, यो कुनको पार्ट हो, यो हो प्रॉफिट एन्ड केमा जान्छ, यो केमा जान्छ, केमा जान्छ, पीएल एप्रोप्रिएसनमा जान्छ। यो पीएल एप्रोप्रिएसनको डेबिट साइडमा प्रपोज डिभिडेन्ड भनेर राख्दिने हैन। त्यसपछि दोस्रो केमा जान्छ, ब्यालेन्स सिटको लास्टमा सबैभन्दा तल प्रोभिजन्स भन्ने हेडिङमा। अब सर यो पर्सेन्टेज दिएको छ, पर्सेन्टेज के को पर्सेन्टेज निकाल्ने त, यो पर्सेन्टेज सधैँ के को निकाल्ने, शेयर क्यापिटलको है। शेयर क्यापिटलको 10%, जति शेयर क्यापिटल हुन्छ पेड अप वाला क्यापिटल त्यसको 10% भनेर निकाल्ने। ओके ल सिम्पल छ, धेरै गाह्रो पनि छैन, गाह्रो बनायो भने गाह्रो हुने हो। ल अब हाम्रो कन्सेप्टको लास्ट कन्सेप्ट एक्सपायर्ड अथवा अनएक्सपायर्ड है। अब खासमा यो हिडन इन्फर्मेसन चाहिँ होइन, अथवा एडिसनल इन्फर्मेसन पनि जस्तो चाहिँ होइन, यो खासमा अलरेडी हामीले पढिसकेको, यसमा नयाँ जस्तो लागेर मात्रै मैले लेखिदिएको हो। ल अब के हुन्छ भने यो क्वेसनमा म पहिला क्वेसन देखाउँछु है। क्वेसन नम्बर 19 मा हेर्यो भने यहाँनिर पढ्यो भने माथिपट्टि दिएको छ प्रिपेड इन्सुरेन्स भनेर 6000 दिएको छ हैन। अनि तलपट्टि के भनिन्छ भने प्रिपेड इन्सुरेन्स वाज एक्सपायर्ड कति 5000। अब यो क्वेसनमा के भन्यो भने माथि दियो तिमीलाई प्रिपेड इन्सुरेन्स भनेर 6000 दियो, अनि तल के गर्यो एडिसनल इन्फर्मेसनमा एक्सपायर्ड भनेर कति 5000 दियो। अब यो जुन एडिसनल इन्फर्मेसन पार्ट त हामीले दुई ठाउँमा यसको इम्प्याक्ट दिनु पर्यो नि त हैन र। अब यसलाई ट्रिटमेन्ट के गर्ने भने फर्स्टमा त यो जुन हामीले प्रिपेड इन्सुरेन्स जति छ यसलाई हामीले केमा देखाएको हुन्छौँ, ब्यालेन्स सिटको करेन्ट एसेट्समा देखाएको हुन्छौँ हो। के गर्ने अब ब्यालेन्स सिटको करेन्ट एसेट्समा हो। यो प्रिपेड भनेको त मेरो मैले तिर्नुपर्ने टाइम भन्दा अगाडि नै तिरेको छु भन्न खोजेको हो नि। तर एक्सपायर्ड भनेको मिनिङ के हो भने मेरो खर्च भइसक्यो भन्न खोजेको क्या। अब जति खर्च भयो त्यसलाई योसँग घटाइदेऊ, लेस गरिदेऊ पहिलो काम। ओके यसरी प्रिपेड इन्सुरेन्स अनि लेस भनेर यसरी अब रिमेनिङ कति भयो अनएक्सपायर्ड 1000 चाहिँ मेरो अनएक्सपायर्ड भयो। यसरी हो यो काम गर्ने। दोस्रो काम के गर्ने, जति एक्सपायर्ड भएको छ त्यसलाई लगेर प्रफिट एन्ड लस एकाउन्टको डेबिट साइडमा खर्च, प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेर जुन यो 5000 वाला छ त्यसलाई खर्च भनेर लेख्नु। ठीक छ, यो भयो यसको सोल्युसन। अब कहिलेकाहीँ क्वेसनले दिमाग लगाइदिन्छ है। के गरिदिन्छ भने तिमीहरूले लाटोसो सम्झेर क्वेसनले के गर्छ भने यो प्रिपेड इन्सुरेन्स वाज एक्सपायर्ड 5000 भन्नुको सट्टामा प्रिपेड इन्सुरेन्स अनएक्सपायर्ड ₹1000 भनिदिन्छ क्या। कुरो त त्यही हो, भाषा मात्रै फेट्यो। यस्तो बेलामा के गर्ने भने फेरि त्यही निकाल्ने कति एक्सपायर्ड भयो, त्यो एक्सपायर्ड चाहिँ हामीले यो प्रिपेडसँग घटाउने, अनि जति त्यो घटायौँ त्यो एक्सपायर्ड वाला चाहिँ गर्ने। सोच 6000 माइनस 1000 गर्ने भने त 5000, त्यो एक्सपायर्ड त आइगयो रिसिँदैन हैन र हो। यसरी अब दिमाग लगाउनु पर्यो है त। ल यति गर्दै हामीले यो एडिसनल इन्फर्मेसनको पार्टहरू सबै र्याप अप गरेको छौँ। कसैलाई केही डाउट लाग्यो कुनै टपिकमा अथवा केही भयो भने मलाई हामीले कमेन्ट गर्दा भयो है। ल मजाले प्रिपरेसन गर्ने। यति भयो भने हामीले सबै फाइनल एकाउन्ट रिलेटेड सबै कन्सेप्टहरू A देखि Z सम्म पढ्नेवाला छौँ है। सो त्यही भएर मजाले ध्यान दिएर हेर्ने।